जय मसीह। कहिलेकाहीँ कस्तो हुन्छ भने हामीले बाहिरबाट हेर्दा सबै कुरा ठिकठाक गरिरहेको जस्तो देखिन्छ, तर भित्रभित्र कतै एउटा खालीपन, एउटा रित्तोपनले सताइरहेको हुन्छ। आज हामी यिर्मियाको पुस्तकबाट एउटा यस्तै गहिरो कुरालाई खोज्दैछौँ, जिउँदो पानीको मूल र फुटेका कुण्डहरूको कथा। ल सुरु गरौँ है त। बाहिर हेर्दा सबै धार्मिक काम कुरो मिलेको छ, तर भित्र भने मनमा एक किसिमको तिर्खा, एक किसिमको खोक्रोपन छ। के यस्तो हुन सक्छ? हो, यही विरोधाभासपूर्ण प्रश्नले नै आजको हाम्रो छलफलको ढोका खोल्छ। अब यो सन्देशलाई साँच्चीकै बुझ्नको लागि हामीले पहिले यसको पृष्ठभूमिमा जानुपर्छ, किनकि यो सबै कुरा एउटा खास समय र परिस्थितिमा भनिएको थियो। ल अब अलिकति इतिहासतिर फर्कौं। यो कुरा हो ईसा पूर्व 627 तिरको, जब राजा योसियाहले शासन गरिरहेका थिए। त्यो समयमा देशमा ठूला धार्मिक सुधारका कामहरू भइरहेका थिए र ठीक यही बेला यिर्मियालाई पनि परमेश्वरले आफ्नो सेवाको लागि बोलाउनुभयो। तर यहाँ एउटा गजबको विरोधाभास थियो। बाहिर हेर्दा त वाओ, मूर्तिहरू हटाइँदै थियो, मन्दिरमा सुधारका कामहरू भइरहेका थिए। तर मान्छेहरूको भित्री अवस्था, उनीहरूको मन भने जस्ताको तस्तै थियो। उनीहरूले धर्मकर्म त गरे, तर परमेश्वरसँगको त्यो साँचो सम्बन्ध, त्यो आत्मीयता भने कतै हराइसकेको थियो। यही अवस्थामा परमेश्वरले यिर्मिया मार्फत आफ्ना मानिसहरूलाई उनीहरूको पहिलो प्रेम सम्झाउनुहुन्छ। कसरी उनीहरूले सुरुमा उहाँलाई एउटी दुलहीले जस्तै निस्वार्थ प्रेम गर्थे भनेर याद दिलाउनुहुन्छ। यो उनीहरूको हिजोको समर्पण र आजको अवस्था बीचको ठूलो खाडल देखाउनको लागि थियो। अब यही पृष्ठभूमिमा परमेश्वरले आफ्ना मानिसहरूमाथि लगाउनु भएको मुख्य आरोपलाई हेरौँ। उहाँले उनीहरूका गल्तीलाई दुईवटा ठूला पापको रूपमा प्रस्तुत गर्नुभएको छ। यो पद नै हाम्रो आजको छलफलको मुटु हो। परमेश्वर भन्नुहुन्छ, मेरा प्रजाले एउटा होइन दुईवटा पाप गरेका छन्। पहिलो, उनीहरूले जिउँदो पानीको मूल अर्थात् मलाई नै त्यागे, र दोस्रो, उनीहरूले पानी नै नअडिने फुटेका प्वाल परेका कुण्डहरू आफ्नो लागि खने। यो एकैसाथ गरिएको दोहोरो गल्ती थियो। यसलाई अझै सरल भाषामा भन्नुपर्दा पहिलो पाप थियो जीवनको स्रोत अर्थात् परमेश्वरलाई नै छोड्नु, र दोस्रो पाप थियो त्यो खाली ठाउँ भर्नलाई आफ्नै भर्न पर्दो काम नलाग्ने विकल्पहरू खडा गर्नु। यहाँ जीवनका दुईवटा बिल्कुलै फरक बाटो देखाइएको छ, हैन त? एकातिर छ परमेश्वरले दिनुभएको जिउँदो पानीको मूल जुन कहिल्यै सुक्दैन, जीवनको अनन्त स्रोत, अनि ठीक त्यसको उल्टो अर्कोतिर छ मानिसले आफै खनेका फुटेका कुण्डहरू, जसले पानी थाम्न सक्दैन र अन्तमा सुक्खापन र रित्तोपनमा मात्रै पुर्याउँछ। अब यो पानीको उदाहरण नै किन यति शक्तिशाली थियो त? किनकि त्यो बेलाको इस्रायलमा जीवन भनेकै आकाशबाट आउने पानीमा निर्भर थियो। पानी परेन भने खडेरी लाग्थ्यो अनि जीवन नै सकिन्थ्यो। त्यसैले आत्मिक जीवनलाई पानीसँग दाज्नु भनेको जीवन र मृत्युको कुरा गर्नु जस्तै थियो। त्यसो भए यी फुटेका कुण्डहरू रोज्दा के हुन्छ त? यसका परिणामहरू के हुन्? अब हामी यसबाट सिक्न सकिने 3वटा महत्त्वपूर्ण पाठहरूलाई एक-एक गरेर हेर्नेछौँ। हामी यसलाई 3 चरणमा हेर्नेछौँ। पहिलो, यो समस्या सुरु नै कहाँबाट हुन्छ? दोस्रो, मानिसले बनाएका बाटोहरू आखिर किन भरपर्दो हुँदैनन्? र तेस्रो, यसको साँचो समाधान के हो त? पहिलो पाठ एकदमै प्रष्ट छ। परमेश्वरलाई त्याग्नु नै सबै समस्याको जड हो। जब जीवन दिने पानीको मूललाई नै छोडिन्छ, तब आत्मिक तिर्खा, शून्यता र निराशाले घेर्न थाल्छ। यो त हुनु नै छ, होइन र? आजको जमानामा यसलाई हेर्ने हो भने यो एक किसिमको मूर्ति पूजा जस्तै हो। जब हामी परमेश्वरमा भरोसा गर्नुको साटो आफ्नै आइडिया, आफ्नै योजना र आफ्नै बलमा भर पर्छौं, तब हामीले आफैलाई परमेश्वरको स्थानमा राखेका हुन्छौं। अब दोस्रो पाठ, मानिसले बनाएका बाटो र स्रोतहरू ती सबै अस्थायी हुन्छन्, अस्थिर हुन्छन् र अन्तमा गएर धोका दिन्छन्। फुटेको कुण्डमा जतिसुकै पानी खन्याए पनि केही बेरपछि त रितो नै हुने हो। आजको दिनमा हाम्रो जीवनका फुटेका कुण्डहरू के होलान् त? सायद पैसा, ठूलो पद वा शक्ति, कि अरू मानिसमाथिको भरोसा, अथवा परमेश्वरसँगको सम्बन्ध बिना गरिने खोक्रो धर्मकर्म। यी सबै कुराले क्षणिक राहत त देलान्, तर जीवनको गहिरो तिर्खा कहिल्यै मेटाउन सक्दैनन्। र तेस्रो तथा अन्तिम पाठ के हो भने हाम्रो सबैभन्दा गहिरो तिर्खा सही स्रोतबाट मात्रै मेटिन सक्छ। गलत ठाउँमा गएर गलत कुरा पिएर वास्तविक तिर्खा कहिल्यै मेटिँदैन। ल
यत्रो समस्याको कुरा गरिसकेपछि अब समाधानतिर लागौँ न त। यो आत्मिक द्विविधाको, यो साँचो तिर्खाको आखिर समाधान के हो त? यो कुरा बुझ्न एउटा सानो उदाहरण हेरौँ है। जब हामीलाई साँच्चै तिर्खा लाग्छ, हाम्रो शरीरले के माग्छ? शुद्ध पानी हो। जुस वा कोकले केही बेरलाई त राम्रै लाग्ला, तर साँचो तिर्खा मेटाउने काम त पानीले मात्रै गर्छ। ठिक त्यसै गरी मानिसहरूले आफ्नो आत्मिक तिर्खा मेटाउन अक्सर गलत कुराहरू रोजिरहेका हुन्छन्। पद, पैसा, ज्ञान वा सम्मान, यी सबै कुराहरूले क्षणिक सन्तुष्टि त दिएनन्, तर जीवनको त्यो गहिरो शान्ति र सन्तुष्टि दिन सक्दैनन्। स्रोत सामग्री अनुसार जीवनको त्यो वास्तविक शान्ति दिने र आत्मिक तिर्खालाई सधैँको लागि मेटाउने मुहान र स्रोत केवल प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ नै त्यो जिउँदो पानीको मूल हुनुहुन्छ। अन्तमा यो सबै विश्लेषणको सार यही हो, यदि हामीले जिउँदो पानीको मूल अर्थात् परमेश्वरलाई त्यागेर आफैले बनाएका फुटेका कुण्डहरूमा भर पर्यौं भने हाम्रो जीवनको यात्रा रित्तोपन र निराशामा नै टुङ्गिन पुग्छ। त्यसैले यो विश्लेषणले हामी सबैलाई एउटा महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ। हाम्रो जीवनको मूल स्रोत के हो? के यो कहिल्यै नसुक्ने जिउँदो पानीको मूल हो, वा पानी नै नअडिने फुटेका कुण्डहरू? यो प्रश्नमा घोत्लिनु सायद हामी सबैको लागि जरुरी छ।